यो पनि रहेको छ लौकिक डुक छ विपरीत हैन अक्षरहरू। यो अक्षर चाहिँ एकदम महत्त्वपूर्ण रहेको छ। जस्तै उदाहरण राख्नु पर्दा हामीले कुनै पनि संस्कृतबाट हैन लिएको हुनाले मन्त्र लेखमा मन्त्र प्रयोग भने यहाँ लेख्नु भएको छ मन्त्र प्रयोग गरिन्छ भनेर हैन। विशेष गरी यो हामीले यो पढ्यो भने चाहिँ हामीले अरु संस्कृतबाट लेखेको मन्त्रहरू चाहिँ हामीले सबै पढ्न सकिन्छ। र जुनै पनि हामीले देवताको भगवानहरूको हामीले मन्त्र उच्चारण गर्छौं अथवा हामीले मन्त्र जप्छौं त्यो सबै प्राय जस्तो संस्कृतमा हुन्छ है। त्योहरू हुन त टिबेटन अक्षरमा भए तापनि पढ्नुपर्ने चाहिँ संस्कृत भाषाबाट पढ्नुपर्छ। संस्कृत भाषा जसरी पढ्नुपर्ने हुन्छ। त्यही कारणले हामीले यो जानेन भने हामीले त्यो मन्त्रहरू पनि हामीले पढ्न सकिदैन। त्यो जान्न लागि चाहिँ हामीले कसरी पढ्नुपर्छ भन्दाखेरि लौकिक डुक भन्नुभएको छ हैन। छ विपरीत अक्षरहरू जसरी कसरी पढ्ने यहाँ टा ठा डा ना हैन खा छा भनेर त उहाँले देखाउनु भएको छ नि। तर हामीले यहाँ पढ्नु पर्यो यसरी है तालोक भन्ने पढ्नुपर्छ। तालोक टा सिधै टा पनि मिल्दैन त्यो त पछि हो। अहिले चाहिँ हामीले सिक्दाखेरि चाहिँ तालोक टा थालोक ठा। यो तालोक टा भने चाहिँ यो त अक्षर चाहिँ उल्टा भएको कारणले तालोक भनेको है। यो था पनि उल्टै छ डा पनि उल्टै छ ना पनि उल्टै छ हैन। जस्तै यहाँ स्या पनि उल्टै छ यहाँ उल्टै छ नि हो। लोक भन्छ उल्टा उल्टा भनेको है उल्टा गरेर पढेको हो। यसले चाहिँ कसरी पढ्नुपर्छ तालोक टा तालोक टा थालोक ठा थालोक ठा दालोक डा दालोक डा नालोक ना नालोक ना नालोक ना श्यालोक खा श्यालोक खा श्यालोक खा काशालोक छा काशालोक छा काशालोक छा। यसलाई छा भनेर पढ्नुपर्छ है। तालोक टा थालोक ठा दालोक डा नालोक ना श्यालोक खा काशालोक छा। तालोक टा थालोक ठा दालोक डा नालोक ना श्यालोक खा काशालोक छा हो। यसरी पढ्नुपर्छ।